मेरो बाउले मान्दैन, मेरो बाउ त जन्मे एमाले हो, मेरो बाउ त जन्मे काङ्ग्रेस हो। अनि छोराछोरी चाहिँ कति पढेका छन् भन्दाखेरि मास्टर डिग्री पढेको छ, कसैको डक्टर पढेको छ, कोही छोराछोरी विदेशमा छन्, कोही कहाँ छन् होइन। ए अनपढ भन्छ क्या म तिमीहरूलाई। मेरो बाउ पनि कट्टर काङ्ग्रेस हो, मेरो मम्मीहरू पनि कट्टर काङ्ग्रेस थिइन्। मम्मी चाहिँ मम्मी त अब कर्मचारी भइहाल्नु भयो, बाउ कट्टर काङ्ग्रेस, रुखमा भन्दा भोट नहाल्ने। मैले सम्झाएँ त नि। इफ तिमीले यत्रो पढेर विदेशमा गएर सबै कुराहरू गरेर आफ्नो बाउ आमालाई सम्झाउनौ भने सम्झाउन सक्दिनौ, एउटा देशको लागि तिमीहरूले परिवर्तन र केही कुराहरू गर्न सक्दिनौ भने तिमीहरू अनपढ हो, म पनि अनपढ हो। इफ मैले आफ्नो बाउ आमालाई सम्झाउन सक्दिनँ भने चाहिँ पढेको के काम लाग्यो? शिक्षा के काम लाग्यो? नैतिक शिक्षा के काम पढ्ने? विदेश गएर घुम्ने, यत्रो देशहरू घुमिरहेको छु, के को लागि घुमेको त नि? आफ्नो बाउ आमालाई सम्झाउन सक्नु पर्यो नि त। एउटा छोराछोरी बच्चा भइसके पछाडि हुँदैन मेरो बाबाले त मान्नुहुन्न, मेरो बाबा त काङ्ग्रेस हो। जम्मा छ क्या। जुनसुकै पार्टी भयो भने देशको अवस्था हेरेर भोट हाल्नु होला। यसरी नभए आफै मासु भात आफै किनेर खाने। यसरी मिठो छ, मिठो है। के गर्नु पर्दैन, गाह्रो छ। ल बाई।